तनहुँको म्याग्दे गाउँपालिका, जहाँ सुन्दरता मात्र होइन सहानुभूति र सामाजिक उत्तरदायित्वले पनि मुहार फेरिरहेको छ। यहाँ एक ऐतिहासिक पाइला चालिएको छ, जहाँ 48 विपन्न परिवारको जीवनमा उज्यालो ल्याउने सपना गाउँपालिकाले साकार बनाइदिएको छ। म्याग्दे गाउँपालिकाले स्थानीय विपन्न, घरविहीन र जोखिमयुक्त घरमा बस्दै आएका 48 परिवारको पहिचान गर्यो। ती सबैको लागि गाउँपालिकाले सुरु गर्यो नमुना आवास कार्यक्रम। कार्यक्रमको उद्देश्य स्पष्ट थियो, घरको अभावमा जीवनको गरिमा गुमाउँदै आएका नागरिकलाई सम्मानपूर्वक बस्न मिल्ने घर निर्माण गर्ने। यो आज असाध्यै महत्त्वपूर्ण कार्यक्रम हो। गाउँपालिकाका सर्वे अध्यक्षज्यू, उपाध्यक्षज्यू निर्वाचित भइसकेपछि के भन्नुभएको थियो भन्दा हाम्रो कार्यकाल 5 वर्षभित्र कम्तीमा वर्षमा 5 वटा दलले, कम्तीमा 12 वटा दलले 12 60 वटा घर हामी चाहिँ बनाउँछौँ भनेर प्रतिबद्धता गर्छ। त्यही अनुसार उहाँले 80-81 मा 16 वटा घर बनाउनु भयो, 81-82 मा 32 वटा घर बनाउनु भयो। त्यो भनेको अहिलेसम्म 48 वटा घर हो। अब आगामी वर्ष 82-83 मा नि उहाँले 12 वटा घर बनाएर 60 वटा घर उहाँले गरेको प्रतिबद्धता अनुसार यो टिमले सम्पन्न गर्दैछ। आज तपाईहरु यो विषयमा भाग्यमानी हो कि 80-81 मा करिब 8 लाख बराबर, एउटा व्यक्तिको 8 लाख बराबर भनेको 1 करोड 20 लाख भन्दा बढी लगानीमा गाउँपालिकाले 16 वटा घर सम्पन्न गरेका छ। 81-82 मा करिब 10 लाख बराबरको हाम्रो लागत इस्टिमेट अनुसार 32 वटा घर 3 करोड 20 लाख भनेपछि 4.5 करोडको हाराहारीको लागत अनुमानको अन्तर्गत 48 वटा घर गाउँपालिकाले निर्माण सम्पन्न गरेका छ। यो 7 वटाका अति विपन्न, गरिब, सहाराविहीन भएका, आफ्नो जग्गा मुस्किलले लालपूजा भएका अथवा लालपूजा पनि अरूले अनुदान दिएका, घर नभएका, अर्का कहाँ डेरा गरी बसेका कमजोर वर्गको उन्नतिको लागि गाउँपालिकाले सङ्घीय सरकारलाई अनुरोध गरेर एउटा समग्रको अनुदान गाउँपालिकाले आधा पैसा हालेको। यो वर्षको हकमा त 32 घरको हकमा त गाउँपालिकाले आधाभन्दा बढी पैसा हालेको अवस्था छ। सङ्घीय सरकारबाट 1 करोड 35 लाख आएको थियो, 2 करोड 70 लाखमा बन्ने अवस्थामा 3 करोड हाराहारीभन्दा बढीको लागत अनुमान गइसकेको अवस्थाले गाउँपालिकाले अझ बढी लागत साझेदारी गरेर यो आगामी वर्षको लागि विशेष अनुदान प्राप्त भएको छ। त्यसभन्दा अगाडि विशेष अनुदान थियो। यसरी सङ्घीय सरकारको सहायता गाउँपालिकाको आफ्नै आन्तरिक स्रोत समेतको आधारमा करिब 4.5 करोड लगानीबाट 48 वटा घर गाउँपालिकाले सम्पन्न गरेको छ। आर्थिक वर्ष 2080-81 मा सङ्घीय सरकारको सम्पूरक कोष र गाउँपालिकाको बराबरी हिस्साबाट 1 करोड रुपैयाँ बजेट विनियोजन गरियो। त्यस बजेट अन्तर्गत 16 वटा घर निर्माणको जिम्मा लियो म्याग्दे मूलबाराही निर्माण सेवाले। 81,43,396 रुपैयाँको ठेक्कामा। यसै अभियानलाई अगाडि बढाउँदै आर्थिक वर्ष 2081-82 मा थप 32 वटा घर निर्माण गरियो। यसपटक बजेट अझै ठुलो थियो, 3 करोड 9 लाख रुपैयाँ। यसमा सङ्घीय सरकारले 1 करोड 20 लाख, बाँकी गाउँपालिकाले लगानी गर्यो। निर्माणको जिम्मा पायो पासा शुक्ला जेभीले, जसले 2 करोड 73,59,374 रुपैयाँमा सम्झौता गरेर काम सम्पन्न गर्यो। यी 3टा कुरा असाध्यै महत्त्व हुन्छ मान्छेलाई, खान, बस्न र लाउन। यसकारण खानेकुरा जत्तिकै महत्त्व बस्ने पनि भएको हुनाले हामीले के भन्यौँ, हामी गाउँपालिकाभरि प्रतिनिधि भएर वडा अध्यक्षहरू, हामी अध्यक्ष, उपाध्यक्ष, कर्मचारीहरू हिँड्दाखेरि हाम्रा स्थानीय नागरिकहरू असाध्यै पीडामा बसेर आफ्नो घर नभएका, अर्काको घरमा डेरा गरेर बस्नु परेको, आफ्नै भए बसेका ठाउँहरू पनि असाध्यै असुरक्षित, जीर्ण भएको हुनाले हामीले के सोचाइ गर्यौँ भने केही घरहरू, यी विपन्नहरूको घरहरू निर्माण गर्नुपर्छ भन्ने हामीले लाग्यो। जब नेतृत्व दृढ हुन्छ, सपनाहरू सम्भव बन्छन्। गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठ भन्नुहुन्छ, निर्वाचित भएर आएको 5 वर्षको कार्यकालमा हामीले 60 वटा घर बनाउने घोषणा गरेका थियौं। 3 वर्षमै 48 वटा घर निर्माण भइसके, बाँकी घर पनि हाम्रो कार्यकालमै पूरा गर्छौं। बरु त्यो संख्या बढ्न सक्छ, तर कम हुँदैन। उहाँले यस अभियानमा छनौटमा पर्नुहुने सबै लाभग्राहीलाई हार्दिक बधाई दिँदै भन्नुभयो, यो तपाईहरूको अधिकार हो र हामी तपाईहरूका सपना पूरा गर्न सधैँ तयार छौं। अध्यक्षको यही प्रतिबद्धता गाउँका अनुहारहरूमा मुस्कान बनेको देखिन्छ।
5 वर्षमा 1 वर्षमा 12 वटा घर गर्दा 60 वटा घर बनाउँछौँ भन्ने हामीले घोषणा गऱ्यौँ। त्यही घोषणा गरे बमोजिमको कार्यक्रममा 80, 81, 82, 82 अब 82, 83 फेरि प्रक्रियाले हामी 60 घर चाहिँ जसरी पनि नगर्ने नै छौँ। तोकेको भन्दा माथि गइ नै घटिँदैन जस्तो लाग्छ। त्यस कारण हामी त्यो काममा अगाडि बढेका छौँ। त्यस अभियानमा जतिजना पर्नुभयो, छनौटमा पर्नुभयो, जसले आज घर बनाउनुभयो, घरमा बस्ने अवस्था निर्माणमा तपाईँहरूको अवस्थामा पुग्नु भएको छ, तपाईँहरू सबैलाई म्याग्दी गाउँपालिकाको तर्फबाट हार्दिक बधाई भन्न चाहन्छु। तपाईँहरूको घर आफ्नै घर थिएन, प्रायको धेरै जसो अरूको घरमा बस्नुहुन्थ्यो, जो हुनुहुन्थ्यो उहाँको बस्ने अवस्थामा हुनुहुन्थ्यो। त्यसो भएको हुनाले त्यो छनौटमा पर्दै जाँदा तपाईँहरूको अझ थुप्रै बाँकी हुनुहुन्छ। कारण हामीले हाम्रो जनताको लागि यो काम कार्यक्रम ल्याएको र यो अभियानमा हामी जुटिरहेका छौँ। तपाईँहरूले सुनि नै राख्नु भएको छ। हामी पटक भनेको छ, हामीले हाम्रो गाउँपालिकाको तर्फबाट हाम्रो साधन स्रोत सीमित हुँदाहुँदै पनि, हामीसँग बजेटको अभाव हुँदाहुँदै पनि हामीले सकेसम्म म्याग्दीवासीहरूलाई कसरी सुख, सहयोग, समृद्धि, शान्ति कसरी दिलाउन सकिन्छ भनेर हाम्रा गतिविधिहरू त्यसतर्फ उन्मुख छन्। एक समय थियो जब आफ्नै घर बनाउने कुरा सपना जस्तै लाग्थ्यो। सपना देख्न डराउने ती आँखाहरूमा आज आशाको उज्यालो देखिन्छ। कतै छरछिमेकीहरूले निशुल्क जग्गा दिए, कतै आफ्नै थोरै जमिनमा घर बन्यो। एक साझा भावना सबैमा उस्तै थियो। अब हामी पनि सुरक्षित छानामुनि बाँच्न पाउँछौँ। अनि उहाँहरूको लागि मेरो 10 वटा बिन्ती छ है। मैले आज भन्न पर्ने कुरो अवस्था मलाई केही पनि थिएन। किन भन्दा म केही पनि नभएको मान्छे थिएँ। मलाई घर बनाइदिनु भयो, पानी घरमा ल्याइदिनु भएको छ, मलाई यति राम्रो भएको छ भन्ने कुरो सबै कुरो उहाँहरूले गरिदिनु भयो। मलाई एकदम ठिक छ है। अनि अब भन्नुपर्ने कुरो त अब के थियो र अब त्यही नै कुरो हो। मलाई भन्न मन लागेको कुरो उहाँहरूले गरिदिनु भयो। अहिलेसम्म एकदम ठिक छ मेरो लागि। नपुगेको ठाउँ बाटो पुऱ्याइदिनु भएको छ। सबै थोक राम्रो भयो। मलाई सहयोग गर्नुभयो। मेरो घरको अवस्था यस्तो थियो, अहिले राम्रो गरिदिनु भयो। गाउँपालिकाले हामीलाई हेरेकोमा साह्रै खुसी छु म। गाउँपालिकाको सबै परिवारहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हामीलाई यो जनता आवास यो आर्थिक विपन्न आवास घर बनाएदेखि धेरै कुरामा सहज भयो। हामीलाई गाउँपालिकाबाट यति पाइयो के अरे गाउँपालिकाबाट हामीलाई घर बनाइदिनु भयो। पहिला हामी सानो घरमा बसिएको थियो, बालबालिकालाई पनि साह्रै सजिलो भइरहेको थियो। अहिले 2 कोठाको घर भयो, हामीलाई सजिलो भयो। सबै बच्चाहरूलाई पढ्न, बस्न, सुत्न, खान सबै राम्रो हो। के अरे म गाउँपालिका वडा गाउँपालिकाका प्रतिनिधिहरू सबैलाई धन्यवाद दिन चाहन्छु। म्याग्दी गाउँपालिकाको यो प्रयास केवल घर बनाउने परियोजना मात्र होइन, यो मानवताको पुनर्स्थापना हो। यो सपना साकार गर्ने उदाहरण हो र यो स्थानीय सरकार सामाजिक न्यायमा कसरी निर्णायक भूमिका खेल्न सक्छ भन्ने प्रमाण पनि हो। यी 48 छानाहरूले धेरैभन्दा धेरैको जीवन फेरिएको छ र त्यही छाना आज ती परिवारको लागि सपनाको छाना बनेको छ।